अब हामी सफारी पार्क एन्ट्री गर्दैछौँ। हाम्रो टिकट 12:30 बजेको हो अनि अहिले 12:45 भइसक्यो। हामी भित्र ल 12:30 बजेको भए पनि हामी 12:45 बजे भित्र चाहिँ छिर्यौँ है। 12:30 बजेको थिएन 12 बजेको थियो अनि 12:30 बजे ड्राइभ थ्रु सफारी हैन त यहाँ बाबु त्यहाँ छ हाम्रो दिदी हुनुहुन्छ बिनाजुहरू अगाडि हुनुहुन्छ यो गाडीमा ए बाप रे के हो यो हेर त बोतलको ढक्कन अर्कै रहेछ अनि यहाँ युकेमा फेरि यो बोतलको ढक्कन पनि जोडिएको हुन्छ कुन ढक्कन कुन बोतल आइडेन्टिफाई गर्ने गाह्रो हुन्छ हामीलाई कुन ढक्कन कुन बोतल त सुने बिस्तारै चलाए पनि हुन्छ है त्यो अर्को चाहिँ के रहेछ त्यो त्यहाँ जिराफहरू छ अनि के हो यो गाई यो त होइन बाख्रा पनि होइन बाख्रा कस्तो प्रकारको बाख्रा बाख्रा होइन त्यो एन्टिलोटिप्स हो कि यस्तै के हुनसक्छ एन्टिलोटिप्स हो कि के भन्छ यसरी गाडीहरू सरर 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 हिँड्छ बट आई लाइक दिस आइडिया उनीहरूलाई जेल जस्तोमा बाँधेर राख्नुभन्दा उनीहरू खुल्ला घुमेछन् बुढो छोरीलाई यताउता देखाउँदै गर्नु ल म पछाडि छैन डिस्कभरी जोन कहाँ छ खै ऊ डिस्कभरी जोन जाने हो सबैजना जाऊँ ल जाऊँ यता भिनाजु हुनुहुन्छ दि ल दि उता हुनुहुन्छ यताबाट आइराख्नु भएको छ अब हामी डिस्कभरी जोन जाँदैछौँ कस्तो लागिरहेछ त हजुर ल छैन र हामीले त बटन प्रेस गर्न भनेको थियो के भने के भने बुझेन लास्ट राइडै सकिरह भने अनि हाम्रो सानो मान्छे यहाँ छ बाबु बाबु अनि यहाँ सानी कान्छी यता छिन् बाबु यता अनि हाम्रो दि पछाडि न पछाडि अहिले तिमी बस्ने हो त्यहाँ कस्तो भइरहेछ बुढो कान्छी पोज ह्याप्पी भएर हिँडेन छोरीहरू कस्तो
अहिले अझै उच्च ब्युटिफुल प्लेस हामी अहिले सिक्रेट गार्डनमा छौँ एकदमै सिक्रेटली नै आयौँ हामी आउन चाहिँ आउने यो वे चाहिँ सिक्रेट रहेछ गार्डन चाहिँ धेरै ओपन रहेछ बोलिरहेको छु What's this? This is just bags of sheep's droppings. Get rid of it. This is just a video. Video मात्रै हो यो बुमरेङ हैन सद्रा देवमासि मनः देवानां सूर्यः पुरोहितो विज्योतिरदाभ्यं श्रायन्त सूर्य विश्वतेन्द्र शौषधवसोनि जाते जन्मानोजसा प्रतिभागमेश्वर समय श्लोक समय श्रव समय श्रुति समय ज्योति समय स्वसमय जय जनेन कल्प Happy birthday, Teta Mugre. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Woo! Hip hip hooray! Hip hip hooray! Come on, everyone. Aditi, come on. उद्देश्य त यसरी राख्नु उद्देश्य त के हो पाइसक्यो त्यसले कता बिनाजु हामी अहिले भर्खरै प्यारिसबाट लन्डनको लागि ट्रेन चढ्यौँ युरोस्टार अनि आज चाहिँ हाम्रो यो पहिलो ट्रेन हो हामी प्यारिसबाट लन्डन ट्रेनमा जान्छौँ त्यहाँबाट लन्डनबाट अर्को ट्रेन चढेर चाहिँ हामी बर्मिङहाम जान्छौँ बर्मिङबाट अर्को मेट्रो चढेर हामी चाहिँ वेस्ट बङ्ग जान्छौँ वेस्ट बङ्गबाट 15-20 मिनट हिँडेर बल्ल घर पुग्छौँ अब जर्नी आजको त्यो हो अनि अभि चाहिँ
भइहाल्यो यता गरेर अलिकति हाम्रो रुटिनलाई बिगाऱ्यो एकदमै टाइमिङमै पानी पऱ्यो पर्नु पनि होइन फर्स्ट पानी पऱ्यो जब हामीले फोटोसुट गरिरहेको थियौँ होइन त्यतिखेर पानी पऱ्यो अनि हामीसँग बाबु हुनाले हामी हाततिर सेडहरू खोज्नुपर्छ अनि सेकेन्ड पानी चाहिँ ठ्याक्कै लाइक 8:57-58 भएको थियो 9 o'clock चाहिँ आइफिल टावर स्पार्कल हुन्छ हामी बसिरहेको थियौँ ठ्याक्कै 8:58 सावर सुरु भयो अनि पानी राम्रै पानी पऱ्यो अनि हामी चाहिँ सेड खोज्दै खोज्दै हिँड्यौँ एक ठाउँमा लकिली बस स्टप नजिकै थियो र हामी त्यहाँनिर चाहिँ सेड लिग्यौँ त्यही बेला स्पार्कल भएको थियो सो हामीले इन्जोय गर्न पाइएन त्यो स्पार्कल त त्यो मजाले तर अघिलाई 10 बजीसम्म पनि बस्नु मन थियो हेर्नलाई तर फेरि भोलि बिहान चाँडै उठ्नुपर्छ भनेर हामीले लेट गऱ्यौँ किनकि स्पार्कलले हेरिसकेका थियो तर आज आउनु नपरेको पनि अघि सायद बस्न खोज्थ्यो होला हो किनकि रमाइलो थियो एरिया र भाइबहरू सबैको रमाइलो थियो बस्यौँ त्यो होला 1 घन्टा तर पानीले गरेर अलिकति बिगार्यो कुरा चाहिँ सुत्दा नै 12 बजिसकेको थियो होइन हामी लन्डन आइपुग्यो फाइनल्ली युरोस्टार ट्रेनबाट बाबु यहाँ चाहिँ कस्तो भयो जर्नी It was good. हामी मुभी हेरेर टाइम बितायौँ लास्टको 15 मिनट बाँकी छ मुभी बाबु सुत्यो हामी मुभी हेऱ्यौँ फाइनल्ली वी आर इन लन्डन हामी स्टेसनबाट बाहिर निस्कियौँ भर्खरै फर्स्ट टाइम लन्डनको मेन सिटीमा आएको सेन्ट पेन्क्रियस लन्डन ट्रेन स्टेसन हो यो इन्टरनेसनल हामी चाहिँ भर्खरै लन्डन युस्टनबाट हामी बर्मिङहम न्यू स्ट्रिटको लागि ट्रेन चढेको छौँ 2 घन्टा जति हामी वेट गरियो अनि अब चाहिँ हामीलाई अर्को 2.5 घन्टा लाग्छ पुग्नलाई त्यहाँबाट ट्रेनबाट अनि त्यहाँबाट फेरि मेट्रो चढ्नु बाँकी छ अनि मेट्रोबाट पनि फेरि 10 मिनट हिँड्नु बाँकी छ अनि त्यसपछि फाइनली पुगिन्छ हामी अनि अहिले चाहिँ हामी लन्डनको ट्रेन चढिरहेको छौँ छोड्दा त भाइ अब यता आउँछ छोड्दा कान्छी त्यो भाइ ठोकिन्छ है त्यहाँ There we go, and then I'm just going to push it in a little bit again. उताको साग छैन यता मैले लाइदियो त सबै साग छ यार यहाँ पनि त्यही हाल हो उसी गाला पनि छैन हाम्रो लामो नाक नाकैमा आइसक्यो
चाहिँ एउटा स्पिच भन्छु है ल ओके 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 रेडी 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 1 मिनेट ल रेडी 1 2 3 गो ल मेरो र दाइको भेट चाहिँ फर्स्ट टाइम भएको आज हैन सरी यो टाइममा 9 इयर्स 10 इयर्स पछि भएको हो अनि त्यो भेट हुँदाखेरि पनि मलाई एकचोटि पनि लागेन कि हामी फर्स्ट टाइम भेट भयो जस्तो लागेर दिदीले दाइले उस्तै कम्फर्टेबल गर्नुभयो प्लस हजुरहरू पनि उस्तै कम्फर्टेबल हुनुभयो नाम पनि आए बाइ द वे अनि के अरे अब मैले भेटेको भनेको के अरे रामु दाई मुकुन्द दाई हरि दाई अनि नारायण दाई हुनुहुन्छ प्लस पूजा भाउजू तारा भाउजू अनि सञ्जना भाउजू गीता बहिनी अनि गीता भाउजू यति चाहिँ मैले सम्झेछु हैन अनि बुवा आमाहरू हुनुहुन्छ अब कुनै बेला हाम्रो फेरि फर्स्ट नेक्स्ट टाइम हाम्रो कुनै बेला युके टुर भयो भने चाहिँ यसरी नै सबैजना सँगै बसेको देख्न पाऊँ हैन भदौ 22 गते नै आउनु होला हामी नानीको बर्थडे प्लस अब दाइको बर्थडे त हामीलाई थाहा थिएन भन्नाले ट्रिप प्लान गर्दाखेरि पर्छ भने थाहा थिएन तर पर्यो अब हाम्रो लागि त्यो चाहिँ लक्की तीनटा भयो नि भदौ 22 हो मैले विश गर्ने हजुरसँग सबैसँग भेट्दाखेरि चाहिँ हामी चाहिँ एकदमै खुसी प्लस सानो बोल्ने है यो भनेको तपाईँले आज भेट्नु नि 50 वर्षपछि भेट्यो भने हाम्रो 5 फ्यामिलीको I wish that same हैन आजको 50 वर्षपछि पनि हामी मैले दाइसँग हेर्छौँ उनीहरूले कमाएर हामीलाई गराउला त्यही भएर मैले दाइसँग उहाँसँग कसरी चिन्जान भयो उहाँसँग कसरी चिन्नु भयो दाइ दिदीसँग बिहे भएपछि कसरी भेट्यो सब सोधेको कारण चाहिँ त्यही थियो हैन यो तपाईले फेरि कुनै बेला युके आइयो भन्ने चाहिँ हामी सँगै सबैजना अवश्य आइन्छ अवश्य आउनुहुन्छ प्लस अवश्य हामीहरु सँगै त्यही चाहिँ एकदमै शुभकामना त्यसको लागि अनि सायद हामी अस्ट्रेलिया गएपछि पनि अब के अरे दाइहरूले दही पानी खाँदाखेरि हामीलाई थाहा छ के हो भनेर हैन मुकुन्दको घर जाँदाखेरि त रामुको घर जाँदाखेरि यस्तो छ भने हाम्रो सबै थाहा हुन्छ अब हैन अनि यो ट्रिप चाहिँ हाम्रो लागि एकदमै मेमोरेबल हुन्छ अनि अब अस्ट्रेलिया पनि हामी सँगै आउँछौँ अस्ट्रेलिया आउनु भयो भने चाहिँ अब वेलकम छ सबैलाई भयो भने अवश्य आइन्छ भयो भनी हैन आइन्छ अस्ट्रेलिया आउनु बरु कहिले आइन्छ ढिलो चाँडो जोस् हामी अस्ट्रेलियामै भइन्छ हजुरहरु आउनु भयो भने सिधै हाम्रो घरमा आउनु होला पुरै रेकर्डेड छ यहाँ त रेकर्डेड सबैजना वेलकम अनि यो भिडियोको कुरामा चाहिँ मैले चाहिँ अभिसँग हाम्रो कुरा हुँदा चाहिँ मैले यो भिडियोमा पनि अभिसँग केही काम गर्थेँ अनि मैले चाहिँ यो भिडियोमा हेर्दाखेरि चाहिँ यो फोटोहरू कलेक्ट गर्दाखेरिको यो जुन यसको पछाडिको हार्डवर्क चाहिँ मलाई थाहा छ जस्तो लाग्छ हजुरले चाहिँ पछाडि धेरै पछाडि डिगिन गरेर यो फोटोहरू खोज्नु भयो होला अनि प्लस भिडियो त रुम मन पो लाग्यो रुम कि नरुम हो भिडियो बनाउनको लागि सायद 1-2 घण्टा खर्च गर्नु भयो होला हजुरले मेबी मोर हैन मेबी मोर 1-2 घण्टा मेबी मोर हैन अनि त्यसको लागि चाहिँ मैले मोबाइल चलाएर आएको थिएँ यो कस्तो हामी आउँदा पाहुना आउँदा नि मोबाइल चलाउँदो रहेछ भन्नुहुन्छ कि जस्तो जस्तो लागिरहेको थिएँ तर मैले यही भिडियो बनाइरहेको थिएँ मैले नोटिस गरिन त चाहिँ तर यो भिडियोको पछाडिको हार्डवर्क चाहिँ त्यो देखिन्छ हैन अनि यो पोर्चुगलमा म फेरि सिक्दै हो नि त यो भिडियो बनाउन प्लस यो भिडियोमा जुन यो पछाडिको पोर्चुगलको यो जुन हिस्ट्री देखियो त्यो चाहिँ काइन्ड अफ हामीले सँगै लिभ पनि गरियो के हेर्दाखेरि चाहिँ यो जे कुरा थियो हजुर त्यो चाहिँ सबै कुरा देखेँ त्यही भएर मैले चाहिँ उहाँ बिहे भएपछि दिदीहरू को कतिखेर आउनु धेरै कुरा जिज्ञासा गरेको कारण चाहिँ त्यही नै थियो हजुर अब मलाई चाहिँ आइ एम भेरी ह्याप्पी टु बी हियर हैन हाम्रो यो ट्रिप चाहिँ नानीको बर्थडे दाइको बर्थडे अब धेरै कुरामा सबै कुरा सँगै मिल्यो हजुरसँग भेटघाट भयो अब हाम्रो नि अपकमिङ बर्थडे हैन सबै अब फेसबुकमा कनेक्ट हुँला के होला फिजिकली मुभ हुने के डोन्ट फिल अपार्ट हैन यु आर द पार्ट अफ द फ्यामिली हैन आमा बुवाले बुझ्नुहुन्न के नेपालीमा बोल न प्लिज उनी पनि यो हाम्रो 5 फ्यामिली अन्तर्गत एउटा परिवार तिमी नि परिवार हो भन्नु नेपाली ट्रान्सलेट मात्रै गर्दै ए हो र खतरा भइसक्यो अब अभिले एउटा कुरा भन्छ वाउ ल रेकर्डेड
हजुरले भन्नुभयो त सबै सालीले भने फेरि अर्कै हुन्छ ल थ्याङ्क यू ल भन्नुहोस् ल रेडी 1 2 3 गो हैन यहाँ जे भन्नुभयो त्यो सबै कपी एन्ड पेस्ट एकदमै खुसी लाग्यो यहाँ सबै यति मिलेर बसिराख्नु भएको छ बस्नुहुन्छ सधैँ र अब उहाँ अस्ट्रेलिया गएपछि पनि यादहरू लिएर जान्छौँ हाम्रो ट्रिपमा लाइक हाइलाइट अफ द ट्रिप होइन त्यो भेटघाट गर्नु सबैसँग भेट्नु अब सबैसँग खुसीसँग त मेरो नेपालमै भेट भइसकेको थियो यहाँ आएपछि सबैसँग भेट भयो अझै धेरै बेर बसियो रमाइलो भयो खुसी लाग्यो ल खुसी लाग्यो तपाईँहरूलाई पनि हामीले भेट्दा खुसी लाग्यो होइन अब हामी पनि यदि पाइयो मामाईसँग सधैँ भेट भइरहेको थियो बिर्सिसकेको थियौँ तपाईँसँग भेट हुन पाइयो त्यही खुसी लाग्यो ल यो चाहिँ सरप्राइजको लागि धन्यवाद है फाइनली मामा बोल्नु भयो ल यही भन्दै आजको हाम्रो कृष्ण मामाको कतिौं जन्मदिन त नभनौँ होइन जन्मदिनको चाहिँ यही अन्त्य गरिन्छ सबैलाई धन्यवाद भन्दै होइन 40 भन्दा अब तल्तुरै भयो होइन यही भन्दै चाहिँ भिडियो चाहिँ यही गरियो है त अन्त्य जति भयो म बुढो हुन्न के कृष्णमा 45औं वर्ष बर्थडेको शुभकामना 45 ल गीताले केक लिएर आइसक्यो है केक ल माइजूले र गीताले केक लिएर आउनु भएको छ ल कृष्ण मामाको बर्थडेको उपलक्ष्यमा केक ल भन्दै आजको भिडियो चाहिँ गीताले त भाडा पनि मागिरहेको छ है यो भन्दै आजको भिडियो यो अन्त्य गरिन्छ है मामा के भन्छौ ल बाई बाई भन बाई बाई आजको सबै यो चाहिँ अब हामीले अर्को दिन चट्ट लाएर युकेमा छोले भटौरा र समोसा खाने भनेर तयारी गरेको हो अनि हामी चाहिँ यो एकदम मजाले खाएको थियौँ यो दिन चाहिँ एकदम मिठो भएको थियो होइन रियल गाडी हो के यो चाहिँ हामीले नानीको गाडी चाहिँ दाइलाई जिस्काएको थियौँ अनि दे बिलिभ इट देखाउनु त गाडी लगाएर पनि देखाउनुहुन्छ अहिले एकछिन खै घर देखाउनु त 10 पकमा लगाएर देखाउँछ कस्तो लाग्यो दाजु एकदम फर्स्ट क्लास राम्रो छ लाउनै जानिन गाडी हेर्नै जामला जस्तो लागेन आबु चाहिँ आफ्नै दुनियाँमा व्यस्त छ एकदमै छोरीको बर्थडे दिन बिर्सेर मलाई दिन्छ केही थिएन केही त दिन पर्यो त्यही दिएँ कहिले देखाउनु त अहिले ऊ गाडी लगाइसक्नु भएको छ नानीको जुन प्र्याङ्क थियो भोलिबाट छोरीको हातमा त देखिँदैन त्यही भएर निलो छ आज कति भन्दा 8 सेप्टेम्बर आज चाहिँ हामी लन्डन सिटी जाँदैछौँ फाइनली हामी चाहिँ यहाँ बाबु छ बुढो यहाँ छ बुढी यहाँ हुनुहुन्छ अनि म पनि छु नानी त्यहाँ सुतेछन् अनि हामी त जोसभन्दा अलिकति यहाँ सबैजना अलि लोसे परिराखन् अब सबैलाई वेकअप गर्न पर्ने छ यहाँ सबैजना जेन्जी हामी अहिले लन्डन ब्रिजमा छौँ हामी अहिले भर्खरै लन्डन ब्रिज आएको छौँ पछाडि ब्रिज छ हामी माथि अहिले भर्खरै अलिअलि फोटोसुट खिचेर हिँड्यौँ अनि हाम्रो लक्कीली त्यो रोडहरूको
त्यो ब्रिज ओपन भएर अनि बिचबाट बोट पास भएको पनि देखियो अनि अब चाहिँ अलिक तल गएर अनि अलिक टाढाबाट हेर्नु पर्यो होइन पुरै ब्रिज अब हामी कति मिनट रेडी 25 मिनट्स वक गर्छौँ 25 मिनट्स वक गर्छौँ किन उता छेउमा पुग्ने हो नि त अब हामी फेरि यो ब्रिजबाट अर्को ब्रिजसम्म पुग्ने हो कि अहिले चाहिँ अघि हामी टावर ब्रिजमा माथि थियौँ अहिले चाहिँ म तल बसेर मजाले टावर ब्रिजलाई हेरिरहेको छु अनि यस रियली इज ड्रिम कम ट्रु फर मी किनकि जहिले मुभीमा यताउता हेरिरहेको ब्रिज हो यो नेभर थट इन माई लाइफ कि मैले कुनै दिन लन्डन पनि देख्छु भन्ने कुरा र आज चाहिँ मैले आफ्नै आँखाले अगाडि लन्डन ब्रिज देखेर आएको छु जुन यता छ ती द्याट्स द लन्डन ब्रिज दे नट द लन्डन ब्रिज टावर ब्रिज एन्ड आई जस्ट I'm living my dream and I'm really lucky to be here with her and her baby and then we both are here looking at London Bridge and I feel really proud. You change the whole BS. Get a hot water. Together. Okay, 1, 2, 3. 1, 2, 3, hop. No, Mom. हामी चाहिँ लन्डन ब्रिजबाट फर्किँदै हामी लन्डन जाँदाखेरि चाहिँ बाटोमा कोस्टा भन्ने ठाउँमा चाहिँ कफी खाइरहेको छ मैले यहाँ चाहिँ एकजना नेपाली नानी भएको हुनाले चाहिँ हामीलाई एक दुईवटा सामानहरू चाहिँ उनले आफै कम्प्लिमेन्ट्री दिएको थिइन् विच वाज रियली एप्रिसिएटेड कफी पनि एकदमै मिठो थियो मफिन्सहरू आलमन्ड क्रोसनहरू पाएको थियो विच वाज रियली गुड सो इट वाज भेरी फन टु भर्खरै के भन्छ के अरे हामी के अरे भर्खरै टावर ब्रिज हो कि लन्डन ब्रिजबाट आइयो अब चाहिँ हामी उता पर लन्डन आइजाँदैछौँ अनि त्यसपछि आज चाँडो एट्र्याक्सन लन्डनको भ्याइन्छ ताईको भिडियो त्यहाँ गएर यसरी देखाएर फोटो मात्रै लिनु भने के ए जानु त मैले तपाईँले फोटो मात्रै Okay, where is the liter? This way? Okay. के भन्यो नि लिटर कहाँ रे हामी अहिले भर्खरै लन्डनमा छौँ अनि अहिले चाहिँ हामी डिनर खान जान लाग्छौँ अनि हाम्रोमा चाहिँ अहिले एउटा गेम सोचेछौँ हामीले त्यो चाहिँ अब यो 4 दिन छ हामीसँग लन्डनमा अनि त्यहाँ चाहिँ 4 जनाले हरेक दिन आफ्नो लागि एउटा मिल चाहिँ आफूलाई मन परेको ठाउँमा लिएर जाने आज मेरो ठाउँ हो मैले सबैलाई लिएर जाँदैछु अनि अभिलाई र दाइलाई चाहिँ थाहा छ कहाँ हो भनेर दिदीलाई चाहिँ थाहा छैन सो म्याकडोनल्ड नै हो किनभने हजुरलाई म्याकडोनल्डको त्यो ट्राई गर्न मन लागिरहेको थियो बर्गर अनि कुनै घर नजिकैको बर्गरमा लिएर जाँदै हुनुहुन्छ हजुरले फर्स्ट सो अनि अभिलाई र दाइले चाहिँ गेस गर्न मिल्दैन And we already know the answer. सो दी मात्रै हो यसमा इन्क्लुडेड अब हामी चाहिँ अरू भोलि चाहिँ बिहान चाहिँ एउटा चिट्ठा गर्छौँ कसको दिन के भनेर अनि दे विल सेलेक्ट वान अब खाने ठाउँ अनि त्यसपछि हामीले गेस गर्ने गेम खेल्छौँ ल यो चाहिँ अब हाम्रो नेक्स्ट डे लन्डन
चाहिँ यतिखेर लन्डन आईमा राइड गरिरहेको छौँ लन्डनको भ्यू हेरिरहेको छौँ माथिबाट थेम्स रिभर चाहिँ यसो हेर्दाखेरि चाहिँ अलिअलि पोरो मैले पनि देखेको छ बाबुलाई बस्दा बस्दा रोएर एकदमै दुःख दिएको छ अहिले चाहिँ अब म बाबुसँग खेल्दाखेरि चाहिँ यो चाहिँ ह्याप्पी got something to play there एकदम इन्जोय गर्यो अहिले चाहिँ दाइ म भएर हामीले भर्चुअल रियालिटी हेरिरहेको छौँ एकदमै डराएको पनि थियो मुखमा सामान मलाई चाहिँ खानु लाग्यो जस्तो भएको थियो सो एकदम मन परेर हामीले अर्को पनि एउटा रोलर कोस्टर भयो त्यो चाहिँ एकदम स्केरी पनि थियो एकदम यस्तो भिडियो छ कि छैन तर त्यो पनि एकदम रमाइलो थियो हामीले एन्डअप गऱ्यौँ लगभग 2टा राइड हामीले खेल्यौँ हामीले 2टा राइड खेल्यौँ अनि दिदीहरू 2टा राइड खेल्यौँ सो इन्जोय द गुड टाइम भयो अब चाहिँ हामी त्यो राइड भएर चाहिँ हामी वेस्टमिन्स्टरतिर बिग बेनतिर लागिरहेको छौँ सेकेन्ड सी लाइफ एउटा उसले गोल्ड कोस्ट गइसकेको छ र सेकेन्ड चाहिँ लन्डनमा भएको छ चाहिँ लन्डनको सी लाइफ बाबु यो चाहिँ हाम्रो लन्डनको लास्ट डे हो अनि आज चाहिँ हामी टावर ब्रिजबाटै हामी हप अन हप अफ बस चढ्नको लागि जाँदैछौँ अनि त्यही नजिकको वक हो यो टु सिस्टर्सहरूको हामी चाहिँ हप अन हप अफ बस चढेर अहिले चाहिँ म्याडम टुसार्स आएको छौँ लन्डनको एन्ड इट वाज रियली बिग एन्ड भेरी गुड रियली लाइक्ड इट मलाई सधैँ खिच्न मन लाग्यो एउटा फोटो लन्डनको रातो टेलिफोन बुथमा so which I did it in Madame Tussauds. Avi is pretending to sing here in the mic and she's really having a blast there, really pretending to sing but she's really not singing. Beatles crew ko I was really mesmerized कि how real they were looking त्यो मैले रिपिटेडली हेरेको हेरी छु यो चाहिँ टेलर स्विफ्टलाई रियलमा नदेखे पनि I was really looking her very closely and she was really beautiful even in the statue
प्रेस गर ग्रीन रेड हामी चाहिँ अब यतिखेर सबैहरू काम भ्याएर अट्र्याक्सन भएर हामी बकिङहम प्यालेसतिर जाँदैछौँ। गाह्रो भयो जस्तो देख्यो है हजुरलाई किन मैले त्यस्तो सजिलो सुनेको थिइनँ। यो चाहिँ हामी बकिङहम प्यालेसबाट बाहिर निस्किसकेको थियौँ। हामीलाई थाहा थिएन कि बकिङहम प्यालेसभित्र रेकर्डिङ गर्न पाइँदैन भनेर। सो हामी भित्र गएर हेऱ्यौँ सबै ठाउँहरू, मिटिङहरू हुने ठाउँहरू, राजा रानीहरू रेलमा बस्ने ठाउँहरू। यो चाहिँ ब्याक यार्ड हो, भित्र रेकर्डिङ गर्न नपाउने हुनाले हामी बाहिर आएपछि एकछिन बसेर फोटोसोटो भिडियो लिएको छौँ। इफ यु हेभ सिन आलिया भट्स इन्टरभ्यू यु नो वाट इट इज। अघिले हामी लन्डन जाने भनेदेखि नै उसले लेटो केक भनेको थियो आलिया भट्टको इन्टरभ्यूमा देखेर। So this is the later cake we are enjoying and it is really creamy. We all really liked it. हामीलाई चाहिँ रियलमा भन्दाखेरि चाहिँ फिलिङ चाहिँ अलिकतिको कुरोनी खाए जस्तो टाइपको एकदमै मिठो थियो जे होस्। इट्स अ मस्ट ट्राई इफ यु आर इन लन्डन, इट्स रियली गुड। हामी लन्डनबाट घर फर्किसक्यौँ र योपालि चाहिँ आज दिदीले चाहिँ हामीलाई चाहिँ घरमै थकाली खाना भानी भनेर हामी थकाली खाना खाएको छौँ। कहाँ जाँदैछौँ हामी अब? छुट्टी सक्यो हाम्रो? छुट्टी सकियो। अहिले हामी अब अस्ट्रेलिया वापस जाँदैछौँ। अहिले चाहिँ हामी मलेसिया जाँदैछौँ।